महानगरपालिका स्थानीय सरकार चलाउनु र देश चलाउनुमा अलग कुरा हो कि सरकार आलो काँचो भयो भन्ने कुरा गर्नुभयो। जस्तै तपाईले चाहिँ यसमा गृहमन्त्रीलाई इङ्गित गर्नुभएको कि प्रधानमन्त्रीलाई? अब सरकार आलो काँचो त इङ्गित गरिरहनु पर्दैन। सबै सरकार आलो काँचो त अनि को चाहिँ छ र? केही सीमित व्यक्ति बाहेक त सबै त आलो काँचै त छैन। बालेन्द्र शाह आलो काँचो हो र भने एउटा महानगरपालिका स्थानीय सरकार चलाउनु र देश चलाउनुमा अलग कुरा हो कि देश चला जस्तो सजिलो हुँदैन। त्यहाँ बाहिर तपाईँको मिडियाले चाहिँ होइन बालेन्द्र शाहले आज यहाँ गएर दोजर हान्यो, यहाँ गएर नाली खन्यो, यहाँ गएर बाटो पिच गरे, यस्तो फोटो हाले, यस्तो स्ट्याटस हाल्यो भने चाहिँ देश चल्दैन कि। स्ट्याटसले देश चल्ने होइन, काम गर्नुपर्छ। हामीले उहाँलाई सपोर्ट गर्छौँ, काम गर्नुहोस्, भ्रष्टाचारको अन्त्य गर्नुहोस्, सुशासन कायम गर्नुहोस्। आएको पनि भर्खर हो, तपाईँहरूलाई फेरि हामीले दबाब दिइरहेको पनि छैनौँ, तर दिमाग पुर्याएर काम गर्नुहोस्। आलो काँचो काम नगर्नुहोस्। नेपाली जनताले बुझिदिनु पऱ्यो कि नेपाली जनताले चाहिँ सरकारलाई काम गर, यो काम गर, त्यो काम गर भन्ने हो कि। काम गर मात्र भन्ने होइन, फेरि के काम गर्नु पनि यिनीहरूलाई थाहा छैन होला फेरि। तर यो काम गर भनेर नेपाली जनताले नि भनिदिनु पऱ्यो। पार्टीको झोले भन्ने होइन, असली नेपाली जनता बुझ्नु पऱ्यो। यो देश यो भूमिले के खोजिरहेको छ त्यो बुझिदिनु पऱ्यो। यो भूमिले अहिले यो भूमि भने कसको हो? गुरु गोरखनाथको। कसले बनाएको? पृथ्वीनारायण शाहले। उहाँले दिनुभएको दिव्य उपदेश छ कि त्यो दिव्य उपदेश मान्नु पर्यो नि त। नेपाली जनतालाई दुईवटा अप्सन थियो कि तपाईँको 23-24 गते, पृथ्वी पथमा टेक्ने कि प्रचण्ड पथमा टेक्ने भनेर। अनि नेपाली जनता चाहिँ जान्नेलाई छान्ने भनेर प्रचण्ड पथमा टेक्ने, अनि त्यहाँबाट आमूल परिवर्तन चाहेर पाउँछ त? केही परिवर्तन हुन्छ हेर्नु। ठुलो विद्रोह भएको छ, केही परिवर्तन हुन्छ सोचे जस्तो तपाईँहरूको नेपाली जनताले ठुलो परिवर्तन कहिले पनि पाउँदैन। बाटो पिच